नमस्कार। आज हामी शिक्षाको एउटा एकदमै आधारभूत तर त्यति नै गहिरो विषयमा कुरा गर्दैछौँ। आखिर यो शिक्षा भनेको के हो? विशेष गरी बीएड पढ्दै गर्दा यो प्रश्नको उत्तर खोज्नु त हाम्रो लागि झनै महत्त्वपूर्ण छ, होइन र? ल आउनुहोस् आज यसको गहिराइमा पुग्ने कोसिस गरौँ। यो प्रश्न सुन्दा जति सजिलो लाग्छ यसको जवाब त्यति नै जटिल छ। जब हामी शिक्षा भन्ने शब्द सुन्छौँ हाम्रो दिमागमा के आउँछ? प्राय त स्कुल, कलेज, किताब अनि जाँचै आउँछ होला। तर के शिक्षा यतिमै सीमित छ त? कि यो त्योभन्दा धेरै फराकिलो पुरै जीवनलाई नै समेट्ने कुनै प्रक्रिया हो? यही जिज्ञासाका साथ आजको कुराकानी अगाडि बढाउँ। कुनै पनि अवधारणालाई राम्रोसँग बुझ्नु छ भने त्यसको जरामै पुग्नुपर्छ। त्यसैले सबैभन्दा पहिले यी शब्दहरू नै कहाँबाट आए त्यहीबाट सुरु गरौँ न त। हाम्रो शिक्षा शब्द र अंग्रेजीको एजुकेसन शब्द यिनीहरूको सुरुवात कहाँबाट भयो होला? पहिले हाम्रो आफ्नै शब्द शिक्षाको कुरा गरौँ। यो आएको हो संस्कृत भाषाको शिक्षा धातुबाट। अनि रमाइलो कुरा के छ भने शिक्षाको अर्थ सिकाउनु मात्र होइन, सिक्नु पनि हो। कति गहिरो अर्थ छ है। यसको मतलब शिक्षा कहिल्यै एकतर्फी हुँदैन। यो त सिकाउने र सिक्ने बीचको एक सुन्दर आदान प्रदान हो। अब अंग्रेजी शब्द एजुकेसनलाई हेरौँ। यसको जरा पनि एकदमै रोचक छ। यो एउटा होइन, तीनवटा ल्याटिन शब्दबाट आएको रहेछ। एउटा हो एजुक्याटम, जसको मतलब हो तालिम दिनु। अर्को हो एडुसेरे, अर्थात् भित्र लुकेको क्षमतालाई बाहिर निकाल्नु। अनि तेस्रो हो एजुकेयर, जसको अर्थ हुन्छ पालन पोषण गर्नु वा हुर्काउनु। सोच्नुस् त, तालिम दिनु, भित्रको प्रतिभा बाहिर निकाल्नु र राम्रोसँग हुर्काउनु, यी सबै मिलेपछि मात्रै शिक्षा पूरा हुँदो रहेछ। हो, शब्दको यति धेरै अर्थ भएपछि त शिक्षालाई हेर्ने दृष्टिकोण पनि फरक हुने नै भयो। अब हामी शिक्षाका यिनै दुई फरक अर्थबारे कुरा गर्छौं। एउटा साँगुरो अर्थ र अर्को एकदमै फराकिलो वा व्यापक अर्थ। ल यहाँ हेरौँ त कस्तो फरक छ। एकातिर छ साँगुरो अर्थ। यसले के भन्छ भने शिक्षा भनेको स्कुल कलेजमा दिने किताबी ज्ञान हो। यसको निश्चित समय हुन्छ, निश्चित पाठ्यक्रम हुन्छ अनि शिक्षकले पढाउनुहुन्छ। तर अर्कोतिर व्यापक अर्थले भन्छ त्यति मात्रै होइन, शिक्षा त जीवनभर चल्ने एउटा लामो यात्रा हो जुन जन्मदेखि सुरु हुन्छ र मृत्युसम्म चलिरहन्छ, जहाँ हरेक अनुभव, हरेक भेटघाट, हरेक गल्तीले हामीलाई केही न केही सिकाइरहेको हुन्छ। ठिक छ, हामीले साँगुरो र व्यापक अर्थबारे त बुझ्यौं, तर के कुरा यतिमै सकिन्छ त? सकिँदैन। यी दुवैलाई मिलाएर एउटा अझ व्यावहारिक र विश्लेषणात्मक अर्थ पनि निकाल्न सकिन्छ, जसले शिक्षाको अझै स्पष्ट चित्र देखाउँछ। विश्लेषणात्मक रूपमा हेर्दा शिक्षालाई एउटा ट्रायंगल जस्तै मान्न सकिन्छ, जसको तीनवटा कुनामा हुन्छन् शिक्षक, विद्यार्थी र समाज। अनि यो प्रक्रिया कहिल्यै रोकिँदैन, सधैँ चलिरहन्छ। र यसको मुख्य उद्देश्य के हो त? उद्देश्य हो हरेक मानिसभित्र लुकेर बसेको क्षमताको बिउलाई खोज्ने, त्यसलाई मलजल गर्ने र एउटा विशाल रूखमा परिणत हुन मद्दत गर्ने। यति कुरा बुझिसकेपछि अब संसारका केही महान विद्वानहरूले चाहिँ शिक्षालाई कसरी परिभाषित गरेका छन् त्यो पनि सुनौ न त। उनीहरूको विचारले हामीलाई अझ गहिरो बुझाइदिन्छ। सुरु गरौँ महान दार्शनिक सुक्राटबाट। उहाँको भनाइ छ प्रत्येक मानिसको मस्तिष्कमा लुकेर बसेका सार्वभौम विचारहरूलाई प्रकाशमा ल्याउनु नै शिक्षा हो। याद छ अघि हामीले ल्याटिन शब्द एड्युसेरेको कुरा गरेका थियौं, जसको अर्थ थियो बाहिर निकाल्नु भनेर? हो, यो त्यही कुरा हो। ज्ञान बाहिरबाट घोकाउने होइन, भित्रैबाट निकाल्ने कला हो शिक्षा। अब सुक्रातकै चेला अरस्तुको विचार सुनौ। उहाँको भनाइ त झनै चर्चित छ। स्वच्छ शरीरमा स्वच्छ मस्तिष्कको निर्माण गर्नु नै शिक्षा हो। सुन्दा कति सरल, तर अर्थ कति शक्तिशाली। यसले हामीलाई के सम्झाउँछ भने शिक्षा भनेको दिमागको मात्रै कसरत होइन, यो त स्वस्थ शरीर र स्वस्थ मन दुवैको सन्तुलित विकास हो। त्यस्तै पेस्टोलोजीले शिक्षालाई एउटा बोट बिरुवा हुर्काए जस्तै हेर्नुहुन्छ। उहाँका अनुसार शिक्षा मानिसको आन्तरिक शक्तिहरूको स्वाभाविक, सामञ्जस्यपूर्ण र प्रगतिशील विकास हो। यसको मतलब शिक्षकले विद्यार्थीलाई जबरजस्ती केही बनाउन खोज्ने होइन, बरु एउटा मालीले जस्तै सही वातावरण बनाइदिने हो ताकि ऊ आफै हुर्कन, फुल्न र फल्न सकोस्। अब पालो आयो जन ड्युईको, जसले शिक्षालाई एकदमै व्यावहारिक धरातलमा ल्याउनु भयो। उहाँ भन्नुहुन्छ शिक्षा त्यो क्षमताको विकास हो जसले व्यक्तिलाई आफ्नो वातावरण नियन्त्रण गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न सक्षम बनाउँछ।
अर्थात् शिक्षा भनेको खाली किताबी ज्ञान मात्र होइन, यो त जीवन जिउन सिकाउने र समाजमा आफ्नो भूमिका पूरा गर्न सक्षम बनाउने एउटा शक्तिशाली औजार हो। ल, हामीले शब्दको जरादेखि लिएर विभिन्न महान दार्शनिकहरूका विचारसम्मको यात्रा गर्यौं। अब प्रश्न उठ्छ, यी सबै कुरालाई जोडेर हेर्दा आजको समयमा शिक्षाको वास्तविक अर्थ के हो त? अन्तमा हामी यही निष्कर्षमा पुग्छौं कि शिक्षालाई कुनै एउटा परिभाषाको साँघुरो घेरामा बाँध्न सकिँदैन। यो त एउटा इन्द्रेणी जस्तै हो, जहाँ एकातिर विद्यालयको औपचारिक ज्ञानको रङ छ भने अर्कोतिर जीवनभरका अनुभवबाट सिकिने अनगिन्ती रङहरू छन्, र यी सबै रङ मिलेर नै शिक्षाको सुन्दर तस्विर बन्छ। र अब जाँदा जाँदै एउटा महत्त्वपूर्ण प्रश्नमाथि विचार गरौँ। हामीले छलफल गरेका यी परिभाषाहरूमध्ये आजको नेपालको शिक्षा प्रणालीलाई सबैभन्दा बढी कुन विचारले डोर्याउन आवश्यक छ जस्तो लाग्छ? सुक्रातको, अरस्तुको, ड्युईको वा अरू कसैको, र किन? यो प्रश्नमाथि गहिरिएर सोच्नुहोला। अर्को विश्लेषणात्मक सामग्रीमा फेरि भेटौँला। नमस्ते।